कुनै पनि यहाँको राजनीति गर्ने व्यक्ति, यहाँको तलब खाएको व्यक्तिको छोराहरू अमेरिका जान्छ भने त्यसलाई दण्डित गर्नुपर्छ। नियम बनाउनु परेन? म अमृत क्याम्पसमा पढाउने, म चाहिँ प्राइभेट कलेजमा चाहिँ विद्यार्थी पढ्न जा भनेर चाहिँ मलाई डयल चरित्र राख्ने, म वीर स्ट्रोक डाक्टर, म चाहिँ नर्सिङ होम खोल्ने, त्यहाँ लगेर बिरामी बेच्ने, मलाई कारबाही हुनु पर्दैन? मैले अर्कालाई दोष दिने? त्रिभुवन विश्वविद्यालयको भिसी हुने, प्राइभेट कलेजमा चारवटामा चाहिँ सेयर हाल्ने, इन्जिनियरिङ कलेजमा तपाईँ पुलचोकमा चाहिँ डिन हुने, चारवटा उसको चाहिँ कलेज हुने, अनि यो देश बन्छ, अनि यङ्गर जेनेरेसनले चाहिँ अपर्च्युनिटी पाउँछ, अनि हामी देश बनेन भन्दै हिँड्ने। त्यस कारणले यो देश बिगारेको हामी जस्ता पढे लेखेकाले हो। अबको 10 वर्षपछि नेपालको हाई स्कुलमा पढाउने शिक्षक त मैले पाउनु, म लेखेर राख्छु, लेखेर राख्दछु भरे। ल, म वीर स्कुलको डाइरेक्टर हुने, म नर्सिङ होम खोल्ने, म किर्तिपुरको प्राध्यापक हुने, म चाहिँ प्राइभेट कलेज खोल्ने। यदि मैले प्राइभेट कलेज खोल्ने हो भने मैले त्रिभुवन विश्वविद्यालय राजीनामा दिनुपर्छ। के गर्न सक्छ राष्ट्रले? कोदो रोप्ने अनि धान आशा गर्ने सर म्याडमहरू, त्यही पार्टीलाई भोट हाल्ने, त्यही नेतालाई भोट हाल्ने, अनि चाहिँ भएन भनेर अनि रुनी हामी। हाम्रो दायित्व खै त? वीर स्कुलको चाहिँ डाइरेक्टर हुन्छु, नर्सिङ खोल्छु, म दोषी होइन? अनि चाहिँ म चाहिँ ठेकेदार हुन्छु, म मन्त्री भएर चाहिँ ठेकेदारको लागि चाहिँ मैले चाहिँ नियम बनाउँछु, म दोषी होइन? म सहकारी बस्छु, म सहकारी मन्त्री भएर चाहिँ त्यो अपलो जग्गालाई चाहिँ नीति नबनाउँछु, म दोषी होइन? देश किन बनेन?